भन्छ त अनि तस्तोमा ए म आएन भने काम गरेको 2 सेकेन्ड भएको छैन आयो भने थाल्छ कि यसले भन्छ त अनि तस्तोमा ए म आएन भने ए मैले गएर सपिङ 1 लट भाडामा सबैभन्दा पहिला आलु पखालेर बसाइदिइसक्यो कहिले के गरिस् आएर मोमो खाएँ मैले त्यसले त खाएन मै खाजा खाएर आयो अनि कसलाई ल्याइदिएको अर्को अश्विन र मम्मीलाई अश्विनको भनेको म त अस्मिता भन्ने सुनेको थिएँ यो चाहिँ हाम्रो मासु पाक्दैछ मासु कति सेतो हौ बेचार हाल्नु बिर्सिनु भएछ बुवाले यतापट्टि कटिङ मिटिङ कति पापड खाएको तिमीले अब भरे माम नखाने हो पुलाउ पकाएको छ पुलाउ तिमीहरू सिआइदिने हेरेर फेरि मलाई कपिराइट लाग्छ होला हौ यहाँ त भटाभट पाक्दैछ के पाका बाहिर आलुदम आलु भाजी कस्तो छ खाना मिठो साँच्ची भनेको जोत्न भनेको भिडियोको लागि बोलाउ न के म जुत्ता भन्छु जोत्यो भन्दैनौ तिमी झुटो बोल्दैनौ के भन्दैस् त फेरि पैसा पैसा अरे त्यसलाई हात गरेर खाने होइन त्यता बसेर खाने होइन यो मान्छे मम चाहिँ खाँदैन यो सफा गर्दा त्यो चाहिँ खान्छ ओइ प्रिन्स हो खान्छ भोलि मिठो खा के पुसिने गरोस् त्यसो सबै दामी छ आज नआउने मान्छेहरू रिग्रेट है आज नआउने मान्छेहरू रिग्रेट मिठो थियो आज खानेकुरा मुलाले चाहिँ राम्रो न्याय पाएछ आज हो मुलाले न्याय पायो भने किन नर्बल छात्रक्क हुन्छ नि त मैले राम्रो खाएर किनेर लिएर आएको नि टमाटरले पुरा किन्नेमा भर पर्छ 6 किलो टमाटर किनेर ल्यायो भने त 2.5 किलो किनेर लिएर आएको एकदम भर पर्दछ मैले 6 किलो भनेको बुवालाई होइन बुवाले त्यत्रो चाहिँदैन भन्नु म के गर्नु अब मुला फुल न्याय पाएको त हो यो अफिसले पनि भात पर्ने खानु दिएन होइन मुलाको मलाई त मन पर्यो भने सब्जीको मन पर्यो एकाको बुझो लाग्यो यिनीहरू चाहिँ फेरि बुझो लागिसक्यो त यो डेल मिल्क खाएर हेर त यी है को यो भुइँमा फाल्ने यसको त एउटा यो यसले हो अश्विनले के त्यो जुरा बोल्छ पटासो नानी यो के हो यो डस्टबिनमा हाल्नु पर्दैन अब के भन्नु खोल टिप्ने डेरी मिल्कको खोल टिप्ने टिप यो पनि उयो पनि यो यहाँ डस्टबिनमा हाल्ने यहाँ डस्टबिनमा प्रिन्सले पनि दुईटा पाएर यो मान्छेहरू चाहिँ फेरि गुड एरन गुड हालेछ त हो यस्तै अर्को पनि हाल डबडी बु कस्तो मागेको हौ मम्मीको भाग पनि कता बुढी मम्मी यङ हुन्छ त पोल्की बोडी पनि लाग्छ भाइ त नाच्दैछ तिनवटा पाएछौ त ठुलो गर न ओके एक घन्टामा म 3 जोडी आइसक्छु भन्ने मान्छे त ऊ खै एक घन्टामा म 3 जोडी आइपुग्छु भन्नु दिउँसो गफ हानेर जानुभएको हामीलाई हेलो आज चाहिँ हाम्रो बन्दानी दिदीको बर्थडे मात्रै सङ्क्रान्ति खाना खाएको ल बन्दानी दिदीको बर्थडे पैसा बर्थडे खानु गएको है हामी Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear baby. Happy birthday to you.
भइरहेछ यो साबुन हो यो हाम्रो बडालाई कोही तँलाई पो खुवाउने हो टीका लगाइदिनु यो सबैलाई दिइसक्छु पहिला आमा भाउजू साइनिङ आएर चाहिँ हेर्नु ए तिमीले त एन्टी लाइट भयो नानी खा 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 लु भाउजूलाई मिस यु हेरे लु अयो मार्यो काकीले के भन्दैछ मलाई पनि भन्दैछ हराउँदै जाँदो रहेछ त तिमीलाई टीका लगाइदिनु केक खाने केक खाने पिन्स त हो त नि अर्को सानो त त्यो उयो बालेपछि त उयो गर्नु थाल्यो अब बस एकछिन यो दाइजा त्यस्तो बिस्कुट मात्रै हो त्यो मुनिको प्लेट मागेर लिएर आउँछ हातले दिनु हो त्यो नि जेरी भएको हो जेरी जेरी भएको खोजेको ओइ पैसा निस्केन ठुलो नोट राख्नु चाहिँ नोट झिक्नु ठुलो पैसै चाहिँ जोइ मैले देखे फेरि ठुलो पैसै छैन हरियो मात्रै छ ओइ लुकी गएछ नि छैन उयो मात्रै छ न अस्मिन हट त त्यो कस्तो भन्दैछु भनेको त बिहान 9 बजी त्यो पनि कान्छीले काची देख्दैन फेरि सिजान दिदी बडीले कति दिन भयो याद गरिरहनु भएको सिजान दिदीले पैसा कति दिन भयो याद गर्नुभयो अरे अब के हुन्छ यहाँ सिजान दिदीको बर्थडेमा त्यति नै चाहियो अरे नि फेरि भयो भने दिइहाल्नुहुन्छ अन्त के कति भएछ हौ कति भएछ हाम्रो पैसा यो जेरी चाहिँ म खान्छु ल तिम्रो ब्लगको लागि मैले उयो गर्दैछु माघे सङ्क्रान्ति बर्थडे है 16 17 18 19 के भयो 20 बट्टा के अरे 75 ल कहाँ भयो होइन नि 90 का माथिको 20 हो 5 हो 2075 ल अनि यति मान्छेमा नि 2075 जोतमै अब तिमीलाई पनि के काटे पर्ने केकैमा त काट्दा ठिक्क हुने रहेछ यो 1000 दिने नि यतै हो जस्तै छ ल ल बर्थडे मनाउनु भएको तर दसैँ मनाएको जस्तो भइरहेछ क्या भन्नु दिदीको चाहिँ भेनालाई धेरै धेरै मिस छु होइन ल बाजे नाच्छौ तिमी पनि नाचिदियो भने ल ल सुतेको भएर अहिले यहाँ पनि छुट्टा खाऊ सुत्यो अरे त्यही भएर यहाँ सुतेको लु उठ्यो के लाग्यो गयो जानु भयो बाई बाई खोइ बनाइदिनु विशाल दादाहरू गइसकेको तपाईँले कति आइटम भान्सँग भयो त यार सुत्दै सुत्दैन
ल बाई बाई अब चाहिँ हामी खाना खानु गएको ओहो ए अलि नुन लाग्यो चाहिँ आलुमा मिठो छ नि त लास्टमा अब हामी खाने भात कि पुलाउ हो यो अब मेरो हातमा त रास छ त यत्रो मलाई पनि भत्र हाल्नु लास्टसम्म खाइसकेपछि खाइदिनु अस्मिताले फेरि हेरौँ आज खाइसकेन पुलाउ बोल्नु यो चाहिँ हामीले कुसको पानीमा अचार हालेको अस्तिको पालि पनि ट्राई गरेको थियो मिठो भएको थियो नि यसपालि पनि ट्राई गरेको मेरो कर्मले यस्तै पायो भनेर मनमा फेरिएर त्यत्रो घरभित्रपछि हेर्दा सबै ठाउँमा कुराको जाडो र कपिल नाचदेखि गीतलाई टुटुले धारी त्यो महादेवका मुनि आएर पछि